नीलो प्रेम नेपाली साहित्य आकाशमा यति बेला चर्चाको शिखरमा रहेको उपन्यास। यो उपन्यास मैले 3 दिनमा अद्योपान्त पढिसके पछाडि केही कुराहरू भन्न मन लाग्यो। यसको कथा भन्ने तरिका, स्टोरी टेलिङ गजबको छ। तपाईलाई यो भित्र रहेको कथानकले चुम्बकीय भाव पैदा गर्नेछ। तपाईलाई उपन्यास सुरु गरे पछाडि छोड्न मन लाग्दैन। बौद्धिक प्राप्ति भन्दा पनि यो रोमाञ्चक र उत्सुकतापूर्ण प्रेमको सम्बन्धले भरिएको उपन्यास हो। यौन र आकर्षण भन्दा प्रेम र सद्भाव ज्यादा पोखिएको उपन्यास। असाध्यै रोमाञ्चक, आकर्षक र सरल र सरस उपन्यासका रूपमा मैले भेटेँ। मलाई जीवन बुझ्न मन लाग्छ। हरेक दिन बढ्दै गएको उमेरसँगै जीवन कसरी घट्दै जान्छ भनेर जान्न मन लाग्छ। तेल भिसामा अमेरिका गएका वृद्ध बुबा आमाको बिजोक अवस्थादेखि युवा मानसिकताले कसरी सोचिरहेको हुन्छ, उनीहरूको मनमा कसरी देशप्रेमको भावना झङ्कृत हुन्छ भन्ने कुरा पनि सुन्दर ढङ्गले यो उपन्यासमा आएको छ। आकाश र वर्षाको प्रेममा बीचमा प्रभाको इन्ट्री भएपछि भने कौतूहलता यसको चरमोत्कर्षका रूपमा मैले लिएको थिएँ। कतै कतै अलि बढी व्याख्यान यो पुस्तकको कमजोरीका रूपमा मैले लिएको छु। नीलो प्रेम यहाँहरूले पनि पढ्नुहोला। यो अनन्त आकाश जस्तै, समुद्रको गहिराई जस्तै नीलो छ। यसले तपाईँहरूमा पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ भन्दै चितवन वरपर रहनुभएका आदरणीय व्यक्तित्वहरूलाई यो किताब, सम्पूर्ण किताब नानगढ जो लाइन्सचोकबाट बालकुमारी जाने बाटोमा 200 मिटर भित्र रहेको छ, त्यसै गरी 24 कोटीबाट नजिकै रहेको सप्तगण्डकी चोकमा रहेका विद्यार्थी पुस्तक भण्डार, सप्तगण्डकी पुस्तक पसल र गण्डकी पुस्तक पसलमा समेत उपलब्ध रहेको कुरा अनुरोध गर्दै यो छोटो पाठकीय टिप्पणीबाट म विपिन पाठक बिदा हुन अनुमति चाहन्छु। नमस्कार।